यस्तरी हिँडिरहनु गाइस यस्तरी हिँडिरहनु हामी यो उकालोमा हराम कहाँ छैन कसलाई भेटाउँछौँ हामीले आई डोन्ट नो आऊ त हामी फिल्ममा गएछौँ चाहिँ बाई बाई कस्तो लागिरह राम्रो दैलेखमा देखि यस्तो चुला तर यताबाट नि हाल्नु थियो यताबाट नि हाल्नु थियो यताबाट नि हाल्नु मिल्थ्यो कि हामी यस्तो ठाउँमा बसेको सनसाइड देख्न सक्नुहुन्छ देखिन्छ स्याउ देखेको थियो हजुरहरूले कहीँ मैले देखेँ कस्तो लाग्यो लास्टै खर्च माथि काफल लाउनु भनेपछि म यहाँ यस्तरी हेरेर बसेछु बसेको ठाउँ देख्न सक्नुहुन्छ होइन घर यो यता यस्तो छ बाख्रा छ टोइलेट यहाँमा छु हेलो भन हामी कहाँ डुले ल भन सब्सक्राइब लाइक सब्सक्राइब ओके हामी यस्तै डुलेर आयौँ साथीहरू देख्न सक्नुहुन्छ यस्तो छ काफल माथि रुखको फल आँखा तरी मर हामी यस्तै हो हाम्रो यस्तो छ बसाइ गाई जाँदा कोठतिरको बाहिर पानी परिरहेको भित्र हामी यस्तै हामी त फुगोला छौँ आगो तापिरहेको चिसो मौसममा बत्ती छैन फाइनल्ली गाई झ्याएको 14 दिनको बसाइ पनि सक्यो अब हामी लाग्यौँ आफ्नो घरतिर जाजरकोटको बसाइ एकदम दामी यस्तो घाम लागिरह्यो यहाँ आज हामी बसेको ठाउँ यस्तो छ म यस्तो छु यस्तो बाटो हामी जाने यस्तो मेरो सुरा यस्तो कालु यस्तो छ बाई बाई भन् कालु दादा गइरहन्छ भन् काले बाई बाई भन् बाई हामी बस्ने घर यस्तो थियो हामी यस्तो नि कालु हामीलाई पुऱ्याउनु जान्छ अरे यता यता कालु यता यताबाट टाटा टाटा पानी पर्छ हुन्छ एयरपोर्ट हस्पिटल एयरपोर्ट दर्शक देखिन्छ मिस गरेको यो रुकुम चौजा त्यो धुवा उठेको ठाउँ जाजरकोट हामी यहाँ कहाँ छौँ रे हामी जक्तिपुरबाट खिचेको रुकुम चौजारी त्यो धुवा आएको थियो हो जाजरकोटको बजार देख्न सक्नुहुन्छ कस्तो राम्रो छ यहाँ पनि छ यो यहाँ के अरे थला हामी छौँ यता हामी घर जान्छौँ यो पाहाडतिर एउटा पानी बस्या छ